कति दर्शन गर्छु अब त्यो लिखाइ छु
यहाँ हो चस्मा वितरण चाहिँ यहाँबाट रहेछ होइन चस्मा वितरण रोयलिङ हो बहिनी नजिक हेर्नु गाह्रो हुन्छ है कति वर्ष पुग्नु हो लिन मिल्छ डाक्टर उहाँको भाइको त गर्नै पर्नेमा चाहिँ उहाँको त गर्नै बहिनीको नाम के हो जिया कति क्लास 8 क्लास थ्याङ्क यू बहिनीको नाम के हो रिवा कति क्लास क्लास 10 के पढिरा साइन्स म्याथ क्लास 10 मा हामीलाई चाहिँ अप्सन छैन ए त्यस्तो हुँदैन आजकल अनि के पढ्नुपर्छ कम्पलसरी सबै कम्पलसरी छ ए ल ल अनि के बन्ने विचार छ भोलि पर्सि भोलि पर्सि गएर एयर होस्टेस एयर होस्टेस भेरी गुड एयर होस्टेस कि एरोनटिक्स इन्जिनियर एयर होस्टेस एयर होस्टेसै भन्ने हजुर किन कोही छ छन त छैन के अनि किन त्यस्तो लाग्यो ट्राभलिङ इज हबी ट्राभलिङ इज हबी हबी या ल ल कहाँ जानु मन छ अन्त अनि ट्राभलिङमा कुन कुन देश घुम्नु मन छ I want to travel every single country and while traveling I want to Yeah. make it like I want to make it look like everyone is getting the source that they need. Yeah. I want to help them and I want to travel. ल थ्याङ्क यू सबसे बेस्ट ठाउँ कुन छ हजुर सबसे बेस्ट ठाउँ कुन लाग्छ सबसे युनिको best- अमेरिका जर्मन Canada. इटली Canada. क्यानाडा डु यु नो एनिथिङ अबाउट क्यानाडा I do and खै कोही भए काम चाहिँ कुनै आउँछ भने कुनै आउँदैन बहिनीहरू भोलिन्टियर गरेर हजुरलाई नि आमा यसले नै काम गरिरहेको छ अहिले अहिले हजुर अर्को लगाउनु पर्दैन है भयो अहिलेले चस्मा चाहिँ रिफर गरेको छैन यहाँ त्यही भएर हजुरले त्यसले हेर्नलाई मिलिराखेको छ अहिले अर्को हामीले दिनु पर्दैन बहिनीहरूको नाम के हो अनि यहाँको कति क्लास भविष्यमा के बन्ने विचार छ नर्स अनि बाहिर जाने देशको सेवा गर्ने कि नगर्ने गर्ने बाहिर गएपछि कसरी हुन्छ देशको सेवा
हजुरको नाम? नमस्कार, म गजेन्द्र कार्की, म चाहिँ म्याथ पढाउँछु। हजुरको नाम? नमस्कार, म सुदाम थापा, साइन्स टिचर। अनि हजुरको? नमस्कार, म कृष्णप्रसाद अर्याल, नेपाली टिचर। आज हाम्रो स्कुलमा यो आयुको के भइरहेछ होला, कस्तो लागिरहेछ? धेरै राम्रो लागिरहेको छ। अब अलि बच्चाहरू मात्र नभएर यो समाजका टोल छिमेकका व्यक्तिहरूलाई पनि सुविधा भएको छ। स्कुलले गरेको आयोजन उत्साहजनक प्रतिनिधित्वहरू भइरहेको छ। यसले गर्दाखेरि यो चाहिँ बेला बेलामा हुनुपर्ने रहेछ। अहिले बच्चाहरूको स्क्रिन टाइम अलिक बढी भएको हुँदाखेरि उनीहरूलाई चाहिँ आफ्नो उहाँको के गर्छ त भन्ने कुरा एटलिस्ट 3 महिनामा गर्नुपर्ने जस्तो लाग्छ मलाई। अनि हजुरलाई? प्रेसर आँखा अस्पतालको सहयोगमा चाहिँ हाम्रो स्कुल हेल्थ स्कुलमा चाहिँ आँखा शिविर सञ्चालन भइरहेको छ र प्रत्येक अभिभावकदेखि बच्चाहरू समेत आँखाको चाहिँ के अरे निःशुल्क रूपमा चाहिँ हाम्रो चाहिँ के अरे जचाएर चाहिँ आवश्यक औषधि उपचार सल्लाह डक्टरहरूको सल्लाह सुझाव अनुसार चाहिँ रिपोर्ट गर्ने कार्यक्रम भइरहेको छ। यस कार्यक्रममा चाहिँ विद्यार्थी भाइ बहिनीदेखि लिएर सम्पूर्ण अभिभावकहरू चाहिँ उत्साहपूर्वक चाहिँ सहभागी भएको खुसी लाग्यो। हजुरलाई? आँखा चाहिँ अत्यन्त संवेदनशील अङ्ग हो, जसलाई हामीले बेला बेलामा चेक गराइरहनु पर्ने हुनसक्छ। र अहिले अब विद्यार्थीहरू अथवा सबै मान्छे मोबाइलमा होइन स्क्रिनमा परि नै हुनाले आँखा चेक गराउनु अत्यन्त आवश्यक छ। यो कार्य चाहिँ एकदम राम्रो छ, गर्नुपर्ने हो र भइरहेको छ। हस्, धन्यवाद। बहिनीको नाम बहिनीलाई चाहिँ कस्तो लाग्यो त? बहिनीले भन्नु पऱ्यो नि त। अलि यता उता बहिनीहरू त देउसी साइडमा हो त। हो, यो इन्टरभ्यू बहिनी लिएको है, बहिनीको टिचरहरूसँग। कस्तो लाग्यो त इन्टरभ्यू लिँदाखेरि? राम्रो लाग्यो। फर्स्ट टाइम हो? नर्भस फिल भयो? भयो। ए, नर्भस हुनु हुँदैन नि त बहिनी। नर्भस भयो भने के गर्नुपर्छ थाहा छ? ब्रिथिङ लिने, लामो सास तान्ने, लामो बिस्तारै सास फेर् गर्ने, अनि अलिकति एक्सर्साइज गर्ने। जति पनि नर्भस भयो के गर्नु, जस्तो नाटक गर्छौँ हामी, स्टेजमा बोल्न जान्छौँ होइन, त्यो बेलामा चाहिँ के गर्नुपर्छ भने सबैजना नर्भस हुन्छ। पहिले अलिकति आफूलाई एकदम फिट बनाउने कि एक्सर्साइज गर्ने, चाहे पुसअप गर्ने, वा अलिकति रनिङ गरे जस्तो, जगिङ गरे जस्तो गरे पनि जिउ तात्छ कि। जिउ तातिसकेपछि अनि नर्भस हुँदैन भने आरामसँग क्वेसन सोध्न सकिन्छ, जे पनि पर्फर्म गर्न सकिन्छ है त बहिनी। थ्याङ्क यू।